अहिले म उभिएकी छु एउटा निकै सुन्दर प्राकृतिक सौन्दर्यको धनी हाम्रो देशकै गर्व सुन्दर धरोहर रारातालको नजिक। यहाँको दृश्यले जो कोहीको पनि मन जित्छ। तर दुःखको कुरा के छ भने यति राम्रो ठाउँ हुँदाहुँदै यहाँसम्म आउन सहज छैन। यहाँसम्म पुग्ने राम्रो सडक छैन, गाडी आधा बाटोसम्म आउँछ, त्यसपछि भने पैदल हिँड्नै पर्छ। पर्यटकहरू आउन चाहन्छन्, घुम्न चाहन्छन्, तर यातायातका अभावले धेरैलाई रोकेको छ। प्रकृतिले यति धेरै दिएको छ यहाँ, तर हामीले यहाँसम्म पुग्नको लागि बाटो दिन सकेका छैनौँ। देशमा नयाँ सरकार आएको छ, नयाँ आशाको किरण पलाएको छ। हामी यहाँबाट सानो अनुरोध गर्न चाहन्छौँ, यहाँसम्म पुग्ने सहज सडक बनाइदिनुहोस्, यातायातको राम्रो व्यवस्था गरिदिनुहोस्, ताकि देश विदेशबाट पर्यटकहरू सहजै यहाँसम्म आइपुगुन्। किनकि रारा केवल एउटा ताल होइन, यो त नेपालको पहिचान हो, सम्भावना हो। यदि विकास भयो भने यसले हाम्रो देशलाई ठूलो आर्थिक स्रोत दिन सक्छ, स्थानीयको जीवन स्तर बदल्न सक्छ र नेपाललाई विश्व सामु अझ चिनाउन सक्छ। अब समय आएको छ रारालाई केवल सुन्दर मात्र होइन, पहुँच योग्य बनाउने पनि।